आचिता दिदी हेर्नु न, त्यहाँ एकजनाले मुतिरहेछ। मुतिरहेछ रे? खोइ कहाँ? ऊ त्यहाँ हेर्नु न। पक, यसलाई जाने छ आज मैले। क्यामेरा अन गर त, यसको भिडियो बनाएर भाइरल गरिदिनु पर्छ यसलाई। मसँग क्यामेरा छ र अन गर्नु? क्यामेरा त तपाईको चस्मामा छैन र। ए हो त है, यो हतारको बेलामा केही याद हुँदैन भन्या। आइज हिँड। दिदी पख्नु त। किन? के भयो फेरि? यो ब्याग नबोक्ने, यो ब्याग त तपाईको पहिचान होइन। चुप लाग, कामको बेला जिस्किन्छस्। हिँड छिटो। ओ भाइ। हजुर दिदी। तिमीलाई लाज लाग्दैन? यो के गरेको तिमीले? एकछिन ल दिदी, अन्तिम 2 थोपा झर्न बाँकी छ, त्यो झार्न दिनुस् अनि बोल्छु ल। बल्ल आनन्द भयो यार। अबे साले। भन्नु त दिदी, के भन्दै हुनुहुन्थ्यो तपाईहरु? तिमीलाई लाज लाग्दैन भनेको? पिसाब गर्ने ठाउँ हो यो, त्यहाँ माथि छैन पिसाब गर्ने ठाउँ। माथि कहाँ? तपाईको टाउकोमा? के रे भाइ, बढी भएको हो तिमी? पुलिस बोलाऊ? बोलाउनुस्। यहाँको पुलिसहरुले मेरो केही बिगार्न सक्दैन, किनकि सबै पुलिस मेरो मामा पर्छ, मामा। ओ भाइ, न्यू खोजे हो तिमीले? चिने छ म को हो? चिनेको त छैन, तर कता कता ठमेलतिर देख्या हो कि जस्तो लागिराछ। के भन्यौ रे तिमीले? फेरि भन त। फेरि भन्नलाई म तपाईको नोकर हो। एकचोटी भन्दा सुन्नुहुन्न कि आँखा जस्तै कान पनि कमजोर छ। हेर भाइ, मलाई रिस नउठाऊ है। मलाई रिस उठ्यो भने नि तिम्रो मुत्ने पाइप काटेर फ्याल्दिन्छु नि फेरि। तपाईले काट्दा म चाहिँ हेरिबस्छु, म पनि च्यात्दिन्छु नि रगत निस्किने गरी। खत्म। दिदी, के च्यात्ने कुरा गरेको यसले? के थाहा मलाई, सोध्न त्यसलाई नै। एक्सक्युज मी, के च्यात्ने कुरा भइराछ यहाँ? म पनि च्यातुम। त कहाँ हराएको के? हेर्न, यो 2टा सुड्डीहरूले मलाई अघिदेखि थर्काइरहेछन्। च्यात्दिने हो यिनीहरूको मुख। ए मुख पो होस् नच्यातुम, अलरेडी मेचीदेखि महाकालीसम्म च्यातिएको रहेछ, अझै कति च्यात्नु? त्यही माथि ओठ हेर्न, ओठ 20-30 वटा बारुलाले एकैचोटि चिलेको थियो कि क्या हो? ओइ भाइ, मुख सम्हालेर बोल है तिमी। हाम्रो दिदी कोठ बारुलाले चिलेर यस्तो भएको होइन, मौरीले चिलेर यस्तो भएको। ओइ डङ्किनी, त मेरो साइडमा छस् कि यिनीहरूको साइडमा छस्? तपाईले नै भन्नु भएन कसैलाई नराट्नु भनेर, त्यसैले जे हो त्यही भन्देको मैले त।